नमस्कार, अपन समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। मोरङको सुन्दर हरैचा र केराबारीमा गढी 4 जनालाई खोलाले बगाएको छ। बुढी खोलामा आएको बाढीले मंगलबार दिउँसो सुन्दर हैचाका 3 महिलालाई बगाएको छ। सुन्दर हरैचा नगरपालिका वार्ड नम्बर 5 गौशाला नजिकै बुढी खोलामा माछा मार्ने क्रममा दिउँसो 12:30 बजे 81 आएको बाढीले 3 जना महिलालाई बगाएको हो। यसरी बगाउनेहरूलाई सुन्दर हरैचा 5 की 60 वर्षीय अर्सरा देवी चौधरी, 30 वर्षीय फुला चौधरी, 22 वर्षीय फुदनी भनिने प्रेम काला चौधरी रहेका छन्। प्रेम काला चौधरीको बुढी खोलाको पश्चिम किनारा खण्डमा सुनसरी 4 मा शव फेला परेको छ। असरा देवी र फुल चौधरी बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै मोरङको केराबारी गाउँपालिका वार्ड नम्बर 4 याङसिलाका चित्रबहादुर राईका छोरा 11 वर्षीय श्याम राईलाई स्कुल जाने क्रममा गोविन्दने खोलाले बगाएको छ। बिहान 9 बजे खोलाले बगाएका उनको शव करिब 100 मिटर तल भेटिएको वार्डाध्यक्ष शिवप्रसाद तामाङले जानकारी दिएका छन्। विद्यालय जाँदै गरेको 5-6 बालबालिका एकैपटक बाढी आएको खोलामा छिरेका थिए। 1 जनालाई बाढीले बगाएको थियो भने अरू विद्यार्थीहरू बाहिर निस्किएका थिए। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको टाउकोमा रहेको सिस्टमको शल्यक्रिया गरिएको छ। मंगलबार मुख्यमन्त्री सिंहले जनकपुर धाम प्रादेशिक अस्पतालमा शल्यक्रिया गराउनु भएको हो। सिस्टको शल्यक्रिया करिब 15 मिनटसम्म चलेको सर्जन डाक्टर अश्विन यादवले जानकारी दिनुभएको छ। शल्यक्रियामा उनी लगायत अर्को सर्जन डाक्टर राकेश पण्डित, एनास्थेसिस्ट डाक्टर सञ्जय यादव र डाक्टर सन्दीप शर्मा लगायत संलग्न थिए। शल्यक्रिया अघि र पछि मुख्यमन्त्री सिंहले अस्पतालको निरीक्षण पनि गर्नुभएको थियो। निरीक्षणपछि उहाँले अस्पतालमा थप पूर्वाधार विकास, जनशक्ति र सरसफाई व्यवस्थापन आवश्यक रहेको भन्दै ती कामका लागि प्रदेश सरकारले अग्रसरता लिने बताउनु भएको थियो। टाउकोमा माथि चाहिँ सिस्ट जस्तो त्यो हेरिन्थ्यो अनि आज आएर त्यो डाक्टर साहबहरूलाई चाहिँ हेरा पछाडि अब यो अपरेसन गरेर पछाडि निस्किन्छ भनेर आफ्नै हस्पिटलमा किन नगराउँ भनेर आफ्नो मध्य प्रदेश सरकारको आफ्नो हस्पिटल भनेर यसो अपरेसन गराएको। आज अहिले आधी घन्टा अगाडि हाम्रो सुरु भयो, अहिले सक्यो पनि अहिले अनि अब म्यान पावरहरूको अलिकति सफाइ सुधारमा अनि बिल्डिङहरूको अलिकति इन्फ्रास्ट्रक्चरहरूमा चाहिँ किनभने जति क्रड छ त्यो अनुसारको यहाँ व्यवस्थापन छैन अनि म्यान पावरहरूको पनि सर्टेज थियो। अलिकति सफाइमा चाहिँ अलिकति कमी। निरीक्षण क्रममा मुख्यमन्त्री सिंहलाई अस्पतालको वस्तुस्थितिबारे मध्य स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर अंकुर शाह र रजिस्ट्रार डाक्टर विनोद कुमार यादवले जानकारी गराएका थिए। जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभल सुरु भएको छ। मंगलबारदेखि सुरु भएको फिल्म फेस्टिभल 2 दिनसम्म चल्नेछ। जनकपुरधाममा पहिलो पटक मैथिली भाषाको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल भएको हो। फेस्टिभल उद्घाटन कार्यक्रममा मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले मधेसका धार्मिक पर्यटकीय क्षेत्रको प्रसार आवश्यक रहेको बताउनु भएको छ। उहाँले यसका लागि मध्य सरकार प्रतिबद्ध रहेको पनि जानकारी दिनुभयो। छोट वीडियो बनाए, छोट हम सब डिजिटल पोर्टल पर भी जैसे प्रचार प्रसार के लागि मध्य प्रदेश सरकार अपने सबसे सहकारी तरफ से अपने सबसे जानकारी करावे और उस सर्किट के गाइड भाई के जैसे से डेवलपमेंट उस सर्किट के जैसे से बेसी प्रचार में भूमिका के जना पश्चिम में अपने के जैसे से गरीब माई जैसे से और सारा जत्थे की सबसे उनका सबके सर्किट के रूप में हमारा सब डेवलपमेंट पर्यटन सर्किट के रूप में लागे।
कार्यक्रममा लोक सञ्चारका अध्यक्ष एवं कार्यक्रमका संयोजक रमेश रञ्जन झाले फेस्टिभलमा प्रदर्शन हुने चलचित्रका बारेमा जानकारी दिनुभएको थियो। जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामको संयुक्त आयोजनामा गिरिजा सिनेमा हलमा बिहान 10 बजेबाट फेस्टिभल सुरु भएको हो। फिल्म फेस्टिभलमा ललका पाग, लोटस ब्लुम्स समानान्तर गरेर 3वटा पिक्चर फिल्मको प्रदर्शन हुनेछ। त्यस्तै वृत्तचित्र गुम्की र विधापत तथा लघु फिल्म रक्त तिलक अफवाह प्रदर्शन हुनेछन्। यसका साथै मैथिली सिनेमाको निर्माण र व्यवसाय तथा समकालीन परिदृश्यमा मैथिली सिनेमा विषयमा विमर्श हुने कार्यक्रम रहेको छ। मध्य प्रदेश सरकार मातहत रहेका आम सञ्चार प्राधिकरणले प्रदेशका सबै क्रियाशील पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बिमा गर्ने भएको छ। जनकपुरधाममा मंगलबार प्राधिकरणका गतिविधि सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष श्याम सुन्दर यादवले मध्य प्रदेशमा क्रियाशील 1000 पत्रकारहरूलाई 1 लाखको स्वास्थ्य बिमा तथा 7 लाखको दुर्घटना बिमा गर्ने तयारी रहेको जानकारी दिनुभएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेटमा उल्लेख भएअनुसार खोज पत्रकारिता सम्बन्धी प्रशिक्षणका साथै सूचना बैंकिङको निर्माण गरेर सञ्चालन गर्ने पनि अध्यक्ष यादवले जानकारी दिनुभयो। 10 लाख बजट जनचेतनामूलक कार्यक्रम के और लोक कल्याणकारी विज्ञापन के 50 लाख और कार्यालय संचालन, घर भाड़ा, कर्मचारी, पदाधिकारी ये सब के लागी जम्मा 25 लाख। चिंता ये रहे कि एलाहा बजट कम से कम फ्रीज नहीं हुए। यदि एलाहा बजट फ्रीज भ जेते तो साथी सब बहुत हमरा जे छै उपराग देत के हमरा प्रति बहुत आशा भरोसा छै। त्या हमरा बुझे छै दिन रात एक करके कोनो जे होय छै न, मतलब अपने आप के एकटा अध्यक्ष नहीं बुझ के एकटा सेवक बुझ के दैनिक कई मुख्यमंत्री कार्यालय, मंत्रालय लगायत हरेक निकाय में अनुरोध क के एठाम जे सर सब देख रहल छी हिनका सबके अनुरोध क के अनुनय विनय क के हुनका सबके एठाम बजलिए लावलिए वो सब एखन एलैया तकर बाद जे छै काम बढ़लैया। मध्य प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्र कुमार यादवले आम सञ्चार प्राधिकरणलाई सिद्ध गर्न कानुनी व्यवस्थामा भएको प्रावधानमा सुधार गर्न जरुरी रहेको पनि बताउनुभयो। सब मंत्रालय में जाके माननीय मंत्री जी के समक्ष भी छलफल करब। एक बाद जैसे कर्मचारी के दरबंदी के मिलान के संदर्भ में भेलै, जेना नवीकरण समय समस्या सब आ रहल छै, जेना जैसे ऑनलाइन विज्ञापन के कहल लोक कल्याणकारी विज्ञापन न देवे के पूर्ण समस्या छै से कहलन संभवतः ई समस्या समाधान हो गेल होय के चाहिए। हमरा संशोधन भेलै है इस समय में जेना अब लोक कल्याणकारी सेंटर में है सचेतनामूलक विज्ञापन कहल जाए। अब दोहरो पाना से कोनो समस्या है कि नहीं है, अभी बात भी छलफल करे वाला हमरा नहीं जानकारी रहलक कि यहाँ के लोक कल्याणकारी से सेंटर के लोक कल्याणकारी में कोनो समस्या है से न रही। यो बात अब छलफल के विषय है। चालू आर्थिक वर्षमा आम सञ्चार प्राधिकरणले प्रदेशका विभिन्न पत्र पत्रिका, टेलिभिजन, एफएम रेडियोका गरेर 242 सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन बापत 45,69,000 रकम सम्बन्धित सञ्चार संस्थालाई पठाउने प्रक्रिया सुरु भएको प्राधिकरणका प्रशासकीय प्रमुख जय कुमार राउतले जानकारी दिनुभएको थियो। विनियोजन विधेयक 2081 प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्राधिकरण सभा प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक 2081 लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। सो प्रस्तावलाई संसदका बहुमत सांसदहरूले सहमति जनाएका हुन्। बहुमत सांसदहरूको समर्थनसँगै सभामुखले विनियोजन विधेयक 2081 लाई प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गर्नुभएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले प्रस्तुत गरेको बजेट तुलनात्मक रूपमा सन्तुलित, समन्वयिक र नतिजामूलक रहेको बताउनु भएको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष 2081-82 को विनियोजन विधेयकका शीर्षकमाथि उठेका प्रश्नको जवाब दिँदै उहाँले यस्तो बताउनु भएको हो। उहाँले बजेटले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीव्रतर विकास मार्फत आर्थिक, सामाजिक, भौगोलिक विषय मतालाई अन्त्य गरी सुशासन, सामाजिक अन्याय र समृद्धि हासिल गर्न लक्ष्य राखेको पनि जानकारी दिनुभयो। उहाँले सोही अनुरूप स्रोत र साधनबाट वञ्चित र मानव विकास सूचाङ्कमा पछाडि परेका कर्णाली, मधेस, सुदूरपश्चिम लगायतका क्षेत्रमा प्रदेशको विशिष्टताका आधारमा रूपान्तरणकारी ठूला राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना
अघि सार्दै आवश्यक बजेट विनियोजन गरिएको उल्लेख गर्नुभयो। उहाँले प्रदेशगत विनियोजनको तथ्याङ्क हेर्दा कर्णाली, मधेस प्रदेश लगायतका भौगोलिक क्षेत्रहरूमा तुलनात्मक रूपमा पर्याप्त बजेट विनियोजन रहेको पनि बताउनुभयो। 15 स्थानीय निकायहरूबाट कन्सुलर अनलाइन सेवा उपलब्ध हुने गरी सहकार्यको सुरुवात गरिएको जानकारी पनि म गराउन चाहन्छु। स्थानीय तहबाट जारी हुने कागजातहरू अनलाइन प्रणालीमा लैजान राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागसँग समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ। परराष्ट्र मामिला र कूटनीतिका विविध पक्षहरूमा अध्ययन, अनुसन्धान र प्रकाशन गर्न तथा कूटनीतिक कर्मचारीहरूको लागि तालिम प्रदान गर्ने संस्थाको रूपमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई सुदृढ तुल्याउने तथा यसलाई साधन स्रोत सम्पन्न गर्दै लैजान मन्त्रालय क्रियाशील रहेको छ। देशको सर्वोपरि हित हुने गरी विदेश। उहाँले बजेट बाँडफाँडका विषयमा प्रतिनिधि सभा सदस्यहरूले चासोका साथ उठाउनु भएका महत्त्वपूर्ण विषयहरूमा सरकारले आगामी दिनमा थप संवेदनशील भएर काम गर्ने विश्वास समेत व्यक्त गर्नुभयो। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले विभिन्न देशमा गरेको राजदूत नियुक्ति सच्याउने बताउनु भएको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष 2081-82 मा परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटमाथि उठेको प्रश्नको जवाब दिँदै प्रधानमन्त्री दाहालले कमी कमजोरी रहेको भए पनि राजदूत नियुक्ति सच्याइने बताउनु भएको हो। उहाँले राजदूत नियुक्ति गर्दा आफूले मेरिटको आधारमा व्यक्तिको नाम दिन आग्रह गरेको भन्दै आएको नामलाई नियुक्ति गरेको बताउनु भयो। उहाँले मेरिटमा परे नपरेको सन्दर्भमा सम्बन्धित व्यक्तिसँग छलफल गर्ने र कमजोरी गरिएको रहेछ भने सच्याइने बताउनु भयो। उहाँले राजदूत नियुक्ति मेरिटकै आधारमा होस् भन्ने सरकारको धारणा रहेको बताउनु भयो। र म आफै प्रधानमन्त्री भएको बेलामा पनि राजदूत नियुक्तिका सन्दर्भमा कुनै पार्टी विशेषको कुरा नभइकन पार्टीले प्रस्तुत गर्दा मेरिटको आधारमा योग्य मान्छे प्रस्तुत गर्नु पर्यो, ताकि त्यसले देशको प्रतिष्ठाको लागि पनि अन्य कामहरूमा पनि राम्रो योगदान गर्न सकोस् भनिएको थियो। र अघि यहाँ एकजना मान्य सदस्यहरूले केही नाम लिनुभयो, भारतको, अमेरिकाको, बेलायतको। मैले त्यति बेला नेपाली कांग्रेस प्रधानमन्त्री दाहालले विगतमा राजनीतिक समीकरण परिवर्तन भएपछि हप्ता दिनदेखि भित्रै राजदूतलाई फिर्ता बोलाउने प्रचलन भए पनि आफूले राजदूतहरूलाई 3 महिना काम गर्न दिएको बताउनु भयो। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र भारतका बीचमा भएका विभिन्न सन्धि सम्झौतालाई परिमार्जन गर्ने गरी अगाडि बढ्ने समझदारी भएको बताउनु भएको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष 2081-82 परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटको सम्बन्धमा उठेका प्रश्नको जवाब दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताउनु भएको हो। उहाँले नेपाल र भारतका प्रधानमन्त्री बीच भएको भेटवार्तामा 1950 को सन्धि, शान्ति तथा मैत्री सन्धि लगायत विद्यमान त्रिपक्षीय सन्धि सम्झौताहरूलाई परिमार्जन र अद्यावधिक गर्ने साझेदारी भएको बताउनु भयो। यसको लागि सीमा सम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रहरू मार्फत समाधान गर्ने गरी अगाडि बढ्ने साझेदारी भएको उहाँले जानकारी दिनुभयो। उहाँले आफ्नो पछिल्लो भारत भ्रमणको क्रममा पनि यो विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा भएको र मोदीले सकारात्मक रूपमा लिनुभएको बताउनु भयो। नेपाल सरकार गम्भीर छ र हाम्रो तर्फबाट त्यसै भएको हुनाले पनि मैले खाली हाम्रो नक्साको सम्बन्धमा, चुचे नक्साको बारेमा मात्रै होइन, देशका विभिन्न भागमा सीमामा भएका गतिविधिहरू, भारतीय सीमा सुरक्षा बलको तर्फबाट भएका गतिविधिहरूको बारेमा पनि छलफल गर्नको लागि भारतीय प्रधानमन्त्रीसँग द्विपक्षीय मेकानिजमहरू सबैलाई सक्रिय पार्न पर्यो। जहाँ जहाँ समस्या देखिएका छन् ती प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षमा नेपाली दूतावास रियाद र क्यानबेरामा भवन निर्माणको काम सुरु गर्ने गरी बजेटको व्यवस्था गरिएको बताउनु भयो। त्यस्तै अन्य मुल्कमा रहेका जग्गामा समेत भवन निर्माण गर्ने मन्त्रालयले प्राथमिकतामा राखेको बताउनु भयो। उहाँले रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता बोलाउनका लागि रुसी सरकारसँग कुरा भइरहेको बताउनु भयो। हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि इजरायल सरकार, कतार सरकार र इजिप्ट सरकारलाई सरकारले आग्रह गरेको र औपचारिक तथा अनौपचारिक बैठक मार्फत
पहल भइरहेको उहाँले जानकारी दिनुभयो। अब सानो व्यावसायिक विश्रामपछि बाँकी समाचार। धुलो र पोल्युसनले मेरो अनुहारको चमक नै हराइसक्यो। तपाईलाई चाहिन्छ गोट मिल्कले समृद्ध प्यारासुट स्किन प्योर गोट मिल्क फेस वास, जसले तपाईको मुहारलाई बनाउँछ चम्किलो र उज्यालो। प्यारासुट स्किन प्योर गोट मिल्क ब्राइटनिङ फेस वास ओरेन्ज र एलोभेरा भेरिएन्ट्समा पनि उपलब्ध छ। काठमांडू के पैराडाइज मैन पावर अब अपने जनकपुर धाम में वैदेशिक रोजगार के लिए संपूर्ण कार्य करे वाला सऊदी, कतार, दुबई, मलेशिया, कुवैत लगायत संपूर्ण देश सब में गारंटी के साथ पठावा वाला, अपने के कहल बमोजिम के सैलरी में गारंटी के साथ विदेश पठावा वाला एकमात्र भरोसेगर कंपनी अब अपने जनकपुर धाम में पैराडाइज मैन पावर। आप विदेश जाए के लिए करावा वाला संपूर्ण कार्य सब के लिए काठमांडू ने जाए पड़त। अपने जनकपुर धाम में आबि गेल पैराडाइज मैन पावर। जाए के लागि जे आम पब्लिक सबके काठमाडौँ जाकर घंटों लाइन में लागे पड़े छले इंटरव्यू के लागि और 10-15 हजार रुपये खर्चा हो छले। अब काठमाडौँ नहीं जाए पड़े। मैन पावर अपने से जनकपुर के भवनपुरा में आ गए। पैराडाइज मैन पावर में इंटरव्यू सहित के एकदम गारंटी के साथ में विदेश पठावे के काम हो रहा है। विस्तृत जानकारी के लिए संपर्क करी पैराडाइज इंटरनेशनल प्राइवेट लिमिटेड, ब्रांच ऑफिस जनकपुर धाम, भ्रमरपुरा चौक, परिक्रमा सड़क। कॉन्टैक्ट 9801 25430, ISO 9001 certified। तपाईको फेभरेट सनसिल्क स्याम्पू अब भयो अझै राम्रो। यसमा छ भाइटामिन्स, ओइल्स अनि प्रोटिनको एक्टिभ मिक्स, जसले दिन्छ तपाईलाई शाइनी, घना अनि सुन्दर कपाल। सुपर कपाल हरेक बार नयाँ सनसिल्क एक्टिभ मिक्स को साथ। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। नेकपा माओवादी केन्द्रकी सांसद मीना यादवले मधेसमा बढ्दै गएको दाइजो प्रथा हटाउन सरकारसँग माग गर्नुभएको छ। मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद यादवले यस्तो बताउनु भएको हो। उहाँले मधेसका महिलाहरू शिक्षामा धेरै पछाडि परेकाले सरकारले तत्काल दाइजो प्रथा हटाउन माग गर्नुभएको हो। मधेसको महिलाहरू शिक्षामा धेरै पछाडि परेको छ, त्यसकारण दहेज प्रथा हटाउनको लागि सरकारलाई मेरो अनुरोध छ। माननीय सदस्य, उहाँले मधेसका महिलाहरू शिक्षामा पछाडि परेको कारण दाइजो प्रथा कायम रहेको भन्दै सरकारले दाइजो प्रथा हटाउन पहल गर्न आवश्यक रहेको बताउनुभयो। नेकपा एमालेका प्रमुख सचेतक महेश बार्तोलाले 2015 सालदेखिका संसदीय गतिविधिलाई सर्वसाधारणले सजिलै भेट्ने गरी वेबसाइट राख्न माग गर्नुभएको छ। मंगलबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै प्रमुख सचेतक बार्तोलाले यस्तो माग गर्नुभएको हो। उहाँले नेपालको संसदीय अभ्यास 2015बाट सुरु भए पनि त्यो बेलादेखिका संसदीय गतिविधि अभिलेख आन्तरिक रूपमा भए पनि सर्वसाधारणको पहुँचमा नआएको बताउनुभयो। उहाँले अहिलेसम्म हेर्दा विभिन्न खालका संसदका अभिलेखहरूलाई व्यवस्थित रूपमा सर्वसाधारणले सजिलै पाउन नसकेको बताउनुभयो। उहाँले संसदका समग्र गतिविधिहरूलाई वेबसाइट मार्फत सजिलै हेर्न सक्ने गरी वेबसाइटमा ल्याउन माग गर्नुभएको हो। उहाँले 2008 देखिका राजपत्र, 2013 सालदेखि पत्रिका र देशभर फौजदारी मुद्दामा कस्तो छ भनेर खोज्दा सर्वोच्चको साइटमा भेट्न सकिने, तर संसदको समग्र गतिविधिलाई व्यवस्थित ढङ्गबाट मार्फत राखिएको नभेटिने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो। पनि हेर्ने हो भने विभिन्न संसदका सबै प्रकारका अभिलेखहरूलाई हामीले व्यवस्थित ढङ्गबाट पब्लिकले सजिलै प्राप्त गर्ने तहमा पुर्याउन सकेका छैनौँ। म आज सामान्य सभामुख महोदय मार्फत ध्यानाकर्षण गराउन चाहन्छु, संसदका समग्र गतिविधिहरूलाई वेबसाइट मार्फत सजिलै हेर्न सकिने गरी पब्लिक डोमेनमा ल्याउन म माग गर्न चाहन्छु। 2008 देखि हामीले राजपत्र खोज्यौँ भने भेट्न सक्छौँ। कानुन पत्रिका 13 सालदेखि हामी खोज्दा भेट्न सक्छौँ। देशभरि फौजदारी मुद्दा कहाँ के कसो छ भनेर उहाँले संसदीय गतिविधिलाई ऐतिहासिक सम्पत्तिको रूपमा सर्वसाधारणले सजिलै पाउने गरी व्यवस्थित गर्न आवश्यक रहेको पनि सुझाव दिनुभयो। अर्थमन्त्री वर्षमान पुनले कुनै समूह विशेषको प्रभावमा परेर भन्सार महसुल निर्धारण गरिएको प्रमाण सांसद वा बाहिर अन्य निकायमा सांसदहरूले पेश गरे सम्मान गर्न तयार रहेको बताउनु भएको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा भन्सार ऐनका विषयमा सांसदहरूले गरेका प्रश्नको जवाब दिँदै अर्थमन्त्रीले यस्तो बताउनु भएको हो। उहाँले आफूले आर्थिक विधेयकमा कुनै पनि व्यवसायी समूहको
प्रभाव र दबावमा निर्धारण नगरेको स्पष्टीकरण दिनुभयो। उहाँले सांसदहरूले त्यस्ता प्रमाण संसद वा अन्य निकायमा पेश गरे सम्मान गर्न तयार रहेको भन्दै प्रमाण बिनाका आरोपलाई रोस्टमबाट नै खारेज गर्न बताउनुभयो। उहाँले तयारी सम्मानलाई महँगो भन्सार शुल्क र कच्चा पदार्थहरूलाई सस्तो बनाए सरकारको स्पष्ट नीति रहेको उल्लेख गर्नुभयो। उहाँले यस्तो नीतिले मुलुकभित्रको आन्तरिक उत्पादन बढ्ने भएकाले भन्सारतिर धेरै चिन्ता लिनुपर्ने अवस्था नपर्ने बताउनुभयो। उहाँले आन्तरिक उत्पादन र बिक्री वितरणतिर आउने अन्त शुल्कहरू र मूल्य अभिवृद्धिकरणबाट मुलुकको राजस्व मुख्य रूपमा सञ्चालन हुने र राजस्व प्रणालीमा जाने विश्वास सरकारको रहेको भन्दै त्यही अनुसारका भन्सार नीति बनाएको जानकारी दिनुभयो। उहाँले चालु आर्थिक वर्षको जस्तो 41% राजस्व सङ्कलन गर्ने अस्वाभाविक महत्वाकांक्षा नराखेकाले आगामी वर्ष राजस्वको लक्ष्य पूरा हुने जानकारी दिनुभयो। उहाँले भन्सारलाई फेस कन्ट्याक्ट पेपरलेस बनाई प्रविधि मैत्री बनाउँदै पारदर्शी बनाउने विषयमा सरकार स्पष्ट नीति लिएर अघि बढेको बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको प्रतिक्रिया दिनुभएको छ। मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाब दिँदै उहाँले यस्तो बताउनु भएको हो। यसअघि बजेट आए लगतै संसदीय दलको बैठकमा बजेट नेकपा माओवादी केन्द्रका केन्द्रित भएर आएको प्रतिक्रिया दिनुभएका ओलीले बजेट पास भएको दिनमा भने राम्रो बजेट आएकाले बहुमतले पास भएको प्रतिक्रिया दिनुभएको हो। अध्यक्षज्यू थोरै बजेटको बारेमा प्रधानमन्त्रीज्यूले नै मन्त्रीहरूले पनि भन्यो खुत्री योजनामा पैसा हाल्दैछन् भनेर असन्तुष्टि व्यक्त हो र मैले त सुनिनँ त त्यो मैले सुनिनँ। प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालयगत बजेट विनियोजनमा असन्तुष्टि जनाएको प्रश्नमा आफूलाई यस्तो जनाएको जानकारी नरहेको बताउनु भएको थियो। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढे मात्रै देश समृद्धि बन्ने बताउनु भएको छ। मंगलबार काठमाडौँमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्ने बताउनु भएको थियो। उहाँले सबै आसपास एक भएर राष्ट्रलाई ठूलो योगदान दिनुपर्ने बताउनु भएको हो। उहाँले आदिवासी जनजातिहरू एकै भएर देश पार्टी र आफ्ना हक अधिकारहरू पनि संरक्षण गर्न सकिने बताउनु भयो। समाज छ, दाजुभाइहरू हुनुहुन्छ, यो अत्यन्तै महत्त्वपूर्ण योगदान दिन सक्दछ। त्यसकारण तपाईँहरू सबै आपसमा एक भएर यो राष्ट्रलाई ठुलो योगदान दिन सक्नुहुन्छ। भोलिका दिनमा आफ्नो हक अधिकारको लागि पनि लड्दै जानुहोस्, तर साथसाथै काङ्ग्रेस पार्टीलाई पनि मजबुत पार्दै जानुहोस् र यो राष्ट्रलाई पनि बलियो पार्दै जानुहोस्। त्यो भएको खण्डमा हाम्रो राष्ट्र पनि मजबुत हुन्छ, हाम्रो पार्टी पनि मजबुत हुन्छ। तपाईँको स्वयंको पनि तपाईँको जनजाति आदिवासी दाजुभाइ दिदीबहिनीहरूको पनि अधिकारको संरक्षण हुन्छ। अधिकारको लागि पनि तपाईँहरू सभापति देउवाले आदिवासी जनजातिका मागहरू सम्बोधन गर्न आफूले लाग्ने पनि प्रतिबद्धता जनाउनु भयो। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहकारी ठगीबाट पार्टी सभापतिलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता रहेको बताउनु भएको छ। मंगलबार काठमाडौँमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट कसरी जोगाउन सकिन्छ भन्ने चिन्ता रहेको पार्टीले देश बनाउन नसक्ने बताउनु भयो। उहाँले नेकपा एमालेप्रति लक्षित गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गृहबन्धु टी एस्टेट प्रकरणबाट जोगाउन लागि परेको बताउनु भयो। उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदलाई दमदार बनाउनु पर्छ भन्ने गरी काम गर्न नसकेको बताउनु भयो। उहाँले प्रधानमन्त्री दाहाललाई गणित मिलाएर सरकारमा रहिरहने कुरामा मात्रै ध्यान रहेको बताउनु भयो। एउटा दललाई चिन्ता छ कसरी हुन्छ आफ्नो अध्यक्षलाई चाहिँ सहकारी ठगीबाट जोगाउन सकियोस्, ठगी भएको विषयबाट कारबाही गरेर कारबाही हुने प्रक्रियाबाट आशावादी सम्भावनाहरू रहेको भए पनि त्यसलाई सही सदुपयोग गर्न नसकेको बताउनु भयो।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गलत प्रवृत्तिका विरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यक रहेको बताउनु भएको छ। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले आफूहरू समाजलाई रूपान्तरण गर्न समाजवादी दिशामा जान चाहेको बताउनु भयो। नयाँ विधाका योग्य र सक्षम युवाहरूलाई अगाडि बढाउन आवश्यक रहेको पनि बताउनु भयो। उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा आफूहरूले विद्रोहको ज्वाला दन्काएको बताउनु भयो। उहाँले कम्युनिस्टी आन्दोलनमा देखा परेका विकृति विसङ्गतिका विरुद्धमा विद्रोहको ज्वाला दन्काएको दावी गर्नुभयो। संस्कृतिका विरुद्धमा, समाजमा रहेका सबै विकृति र विसङ्गतिका विरुद्धमा, व्यक्तिहरूमा रहेको व्यक्तिवाददेखि लिएर चरम महत्वाकांक्षादेखि लिएर अनेकौं खालका अध्यक्ष नेपालले आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाप्रति गौरवबोध गर्नुपर्ने बताउनुभयो। डाका चोरी तथा लुटपाट गरी फरार रहेका 4 जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले डाका चोरी तथा लुटपाट गरी फरार रहेका 4 जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनका क्रममा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले असार 4 गते भक्तपुर सूर्य विनायक नगरपालिका 4 दधीकोट बस्ने 35 वर्षीय डिली बहादुर राउतको घरमा अपरिचित 3 जना व्यक्तिहरू प्रवेश गरी सीबीआई हुँ भन्दै घरधनी र सदस्यहरूलाई नियन्त्रणमा लिई दराजभित्र रहेको 2 करोड नेपाली रुपैयाँ डाका चोरी तथा लुटपाट गरी फरार रहेको बताउनुभयो। उक्त घटनामा संलग्न रहेका सृजन रसाइली सहित 4 जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको जानकारी दिनुभयो। भक्तपुर डकैत अथवा भक्तपुर डरीकोटको घटनाको सन्दर्भलाई पनि इङ्गित गरेर यहाँले बुझ्न सक्नुहुन्छ। यो नाम हामीले दिएर अपरेसन सुरु गरेका थियौँ र घटना कहिले भयो के भयो भनेर जाँदाको अवस्थामा मिति 2081 साल असार 4 गते वर्ष 30 का सिन्धुपाल चोक 12 बिर्से 2 का सृजन रसाइली, सिन्धुपाल चोक भोटे कोशी 2 का वर्ष 31 का भीमबहादुर तामाङ, वर्ष 36 का ओखलढुङ्गा माने भन्ज्याङ 3 का मुना राज राई र वर्ष 38 का सिन्धुपाल चोक भोटे कोशी 2 कै कृष्ण बहादुर बोहरा रहेका छन्। हस्त हिल्लाइतीकै पलपल खबर तेज नजर हेर्दै अपन टेलिभिजन। नमस्कार।